नेपालका चर्चित र्यापर लाहुरे रङ्गीहात पक्राउ परेका छन्। उनको वास्तविक नाम भने आशिष राणा मगर हो। उनलाई लागु औषध किनबेच गरिरहेको अवस्थामा पक्राउ परेको भनिएको छ। त्यति मात्र नभई उनलाई लागु औषध सेवन गर्दा गर्दै पक्राउ परेको र उनीसँगै 4 जना साथीहरू पनि पक्राउ परेको विभिन्न नेपाली अनलाइन सञ्चार माध्यमहरूले जनाएका छन्। पछिल्लो समय यता लाहुरे नेपाली रियालिटी सो रोडिजमा निर्णायकसम्म छन्। अब के होला त हिमालय रोडिज? अब बन्द होला त हिमालय रोडिज? लाहुरे बिना अधुरो छ पनि कतिपयले प्रतिक्रिया दिन्छन् र हिमालय रोडिजमा लाहुरे सुरुदेखि नै निर्णायकमा छन्। तपाईँ यसबारे के भन्नुहुन्छ त? कमेन्ट बक्समा सल्लाह सुझाव प्रतिक्रिया र लाहुरेलाई के भन्न चाहनुहुन्छ? लाहुरे साँच्ची नै अपराध गरेर पक्राउ परेका हुन् त कि फसाएका हुन्? कमेन्ट बक्समा लेखिदिनुहोला।